सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया। सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु माँ कश्चित् दुःख भाग भवेत्। जय जय सीताराम। उत्तिष्ठत जाग्रत प्राप्य वरानि बोधत। उठ्नुस्, जाग्नुस् र तयार हुनुस् राम राज्यको महान अभियानमा। यो अभियान तपाईको, हाम्रो र हामी सबैको हो। त्यसैले आउनुहोस्, देवभूमि नेपालबाट विश्वलाई सर्वे भवन्तु सुखिनको सन्देश दिने कार्यक्रम राम राज्यमा सहभागी हौं। राम राज्य अभियानको क्रममा आज हामी काठमाडौँको 32 पुतली स्थित श्री रामचन्द्र मन्दिरमा छौं। आज हामी राम राज्य के हो यसको बारेमा चिन्तन गर्दछौं। त्यसका लागि हामीले आमन्त्रण गरेका छौं डाक्टर राजु अधिकारीलाई। अब सुनौ राजु अधिकारीका कुरा। सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया। ओम सद्गुरु चरण कमलेभ्यो नमः। श्री राम राम रघुनंदन राम राम श्री राम राम नृपनंदन राम राम श्री राम राम जननंदन राम राम श्री राम राम देवनंदन राम राम श्री राम राम मुनिनंदन राम राम। मर्यादा पुरुषोत्तम श्री राम। मानव इतिहासमा या देव संस्कृतिको इतिहासमा या सनातन संस्कृतिको इतिहासमा मानवले, शासकले, राजाले, नेताले, अवतारले, सामान्य मनुष्यले, एक पतिले, एक पुत्रले, एक नागरिकले प्रस्तुत गर्ने उदाहरणहरूमध्ये इतिहासकै सर्वश्रेष्ठ, सर्वशिखर, सर्वोत्तम उदाहरण भगवान श्री रामको उदाहरण। शब्द हामी प्रयोग गर्छौं मर्यादा पुरुषोत्तम राम। केवल पूजनमा मात्रै हैन या मन्दिरमा प्रतिमाको रूपमा स्थापित हुँदा मात्रै हैन, मर्यादा पुरुषोत्तम रामको चरित्र शासन पुरुषोत्तम अर्थात् शासकमा पुरुषोत्तम, पुत्र पुरुषोत्तम पुत्र धर्ममा पुरुषोत्तम, राज पुरुषोत्तम राजधर्ममा पुरुषोत्तम, त्यस्तै कुल पुरुषोत्तम कुल धर्ममा पुरुषोत्तम र देवधर्म परमात्माको साक्षात अवतारका रूपमा आएर जुन जुन भूमिका निर्वाह गर्नुपर्ने सबै भूमिकामा पुरुषोत्तम श्रीराम। राम राज्य श्रीरामलाई चिनाउने सर्वोत्तम विशेषता, आभूषण, विभूति। राम राज्य काल्पनिक विषयवस्तु होइन। राम राज्य यथार्थमा थियो र पुनः यथार्थमा घटित हुनेवाला छ, जसको प्रतीक्षामा हामी छौं, पर्खाइमा हामी छौं। यो विश्व परिदृश्य राम राज्यको पूर्व संघारमा पुगेको छ। हामी प्रवेशद्वारमा, प्रवेश बिन्दुमा उभिएका छौं। केही वर्ष पश्चात विज्ञहरू भन्छन्, भविष्यवेत्ताहरू भन्छन्, तपस्वी ऋषिमुनिहरू भन्छन्, अबको केही वर्षमा पुनः राम राज्य अर्थात् सत्ययुग, आदियुग, देवयुगको आगमन हुँदैछ। राम शब्द आफैमा मिठो छ। खानामा नुनलाई रामरस भनिन्छ अर्थात् जहाँ पनि चाहिने। त्यस्तै दैवी शक्तिहरूको उच्चारण गर्दा, उपासना गर्दा, आराधना गर्दा, स्मरण गर्दा, अर्चना गर्दा, वन्दना गर्दा, आरती गर्दा, स्तवन गर्दा जहाँ पनि राम शब्द आउँछ। रमते कणे कणे इति राम। जो कण कणमा रमेको छ, जसले आनन्द वर्षाउँछ, त्यो राम हो। 2 अक्षरको राम, र अर्थात् अग्नितत्व, जसले पापलाई, कष्टलाई, क्लेशलाई, दुःखलाई, कुसंस्कारलाई, दुष्प्रवृत्तिलाई या गलत मनोवृत्तिलाई भस्म गरिदिन्छ, र म शब्द जसले शीतलता, वात्सल्यता, करुणा, देवत्व, सद्गुण, सच्चरित्र प्रस्तुत गर्छ या अवलम्बन गराउँछ, त्यो म तत्व। राम राज्य। राम कर्ता, शासक, अभिनेता,
स्रष्टा सृजेता। राज्य परिस्थिति परिवेश एक भूमि विशेष। राम राज्यका 3 मुख्य विशेषताहरू छन्, हामीले सुनेका पनि छौँ। सबजन करही परस्पर प्रीति, सबजन करही परस्पर प्रीति। जुन राज्यमा हरेक नागरिक शासकको बीचमा प्रीति छ र जुन भूभागमा भूखण्डमा एक विधानले एक शासन संयन्त्रले बाँधिएको भूमिमा जहाँ 3वटा मुख्य गुणहरू छन्, स्वधर्म पालना, श्रुति, नीति र प्रीति। स्वधर्म पालनाको माध्यमबाट 3 मर्यादाहरूको अनुपालन जहाँ गरिएको छ त्यो राम राज्य। पहिलो श्रुति, सम्पूर्ण शासन व्यवस्था नागरिकको कर्तव्य व्यवस्था श्रुतिमा आधारित छ, अर्थात् शास्त्रीय विधानमा आधारित छ। ऋषि प्रदत्त, गुरु प्रदत्त, विवेक प्रदत्त, अन्तर्ज्ञान प्रदत्त र तत्त्वज्ञान प्रदत्त जुन विधि व्यवस्था छ त्यो श्रुतिले निर्धारित गर्छ। त्यो राम राज्यमा शासकले पनि र जनताले पनि पालन गरिरहेको हुन्छ। 11,000 वर्षसम्म श्रीरामले शासन व्यवस्था आफ्नो राज्यमा सञ्चालन गर्दै गर्दा श्रुतिको सम्पूर्ण परिपालन थियो। श्रीराम भगवानभन्दा अगाडिका श्रुति परम्परा शास्त्रहरू पनि त्यहाँ आएर मुखरित भए, प्रस्फुटित भए र सम्भवतः कल्पनामा लेखिएका शास्त्रहरू त्यहाँ चरितार्थ भएर शाश्वत भएर अहिलेसम्म आएका छन्, जसले गर्दा राम राज्यलाई सार्वभौमिक, विश्व शाश्वत, जगत शाश्वत, सनातन शाश्वत विधि व्यवस्था मानिन्छ। त राम राज्यको पहिलो विशेषता त्यो राज्यका बासिन्दाले, नागरिकले, जनताले श्रुति अर्थात् शास्त्र परम्परालाई अनुपालन गर्ने। प्रीति र नीति, राज्य बन्छ प्रीतिले, प्रेमले, स्नेहले, अपनत्वले। नागरिकमा, जनतामा अपनत्व भयो भने द्वन्द्व कलह कम हुन्छ। अहिले त घर परिवारमै भएन, झगडा छ, कलह छ, द्वेष छ, विसङ्गति छ, विखण्डन छ, आरोह अवरोह अनेक किसिमका छन्, लडाई छ, अशान्ति छ। त्यसैले विश्वविद्यालयहरूमा अचेल शान्ति शिक्षाका पाठ्यक्रमहरू हामी पढ्नु परिरहेको छ। तर राम राज्यमा त्यो थिएन। कस्तो प्रीति थियो? त्यो प्रीतिको प्रतिफलले प्रकृति पनि वशीभूत थिए। भनिएको छ न पुत्र मरणम क्वचित। 11,000 वर्षसम्म रामले राज्य गरिरहँदा त्यो राज्यमा कुनै पनि पिताले पुत्र वियोग, पुत्र मृत्युको दुःख कष्ट भोग्नु परेन। भनेको जीवन व्यवहारमा सबैभन्दा कष्टकर दुःख के हो त? पुत्रको वियोग। छोराछोरी आफू जिउँदै हुँदा आफूले जन्माएका सन्तानको मरणभन्दा ठुलो कष्ट के हुन सक्छ? त राम राज्यको शासन व्यवस्थाको सुप्रतापले उहाँले शासन गर्नु भएन। श्रीरामले एक तपस्याको रूपमा, एक साधनाको रूपमा, एक जीवनचर्याको रूपमा आफ्नो सिंहासनलाई प्रयोग गर्नुभयो। राजा बन्नु अगाडि पुत्र वियोग भयो आफ्नै दरबारमा, तर उहाँ सिंहासनमा बसिसकेपछि पुत्र वियोग भएन। त्यसै गरी न च भयम जलम न च भयम अग्निम, न अग्निको भय रह्यो न जलको भय रह्यो। बाढी पहिरोले 11,000 वर्षसम्म राम राज्यमा कसैलाई पनि मरणको मुख देखाएन। त्यस्तो प्रकृतिको पनि सान्निध्यता थियो। त संस्कृतिसँग प्रीति, आपसमा परस्परमा प्रीति र प्रकृतिसँग प्रीति, प्रकृति र संस्कृतिलाई समन्वय गर्दै अति सुन्दर उदाहरण राम राज्यमा भगवान श्रीरामले प्रस्तुत गर्नुभएको थियो। श्रीमद् भगवत गीताले लेख्छ यद्यदाचरति श्रेष्ठस् तत्तद्देवेतरो जन शयात् प्रमाणम कुरुते लोकस्तदनुवर्तते। त समाजका अग्रजले, अगुवाले, नेताले, शासकले या पदधारीले या कुनै अवतारले जस्तो जस्तो आचरण पालना गर्छन्, सामान्य नागरिकले त्यसकै अनुसरण गर्छन्। त श्रीराम भगवानद्वारा स्थापित, संस्थापित, प्रतिष्ठित, प्रवर्तित जुन राम राज्यको अवधारणा थियो, अहिलेसम्म आएर अहिलेका वर्तमान नेताहरूले, अहिलेका वर्तमान क्रान्तिकारी महापुरुषहरूले पनि प्रयोग अवलम्बन गरेका छौँ। महात्मा गान्धीले राम राज्यकै आधारमा आफ्नो क्रान्ति सुरु गर्नुभएको हामी सुनिन्छ। मार्टिन लुथर किङ हुनुभयो, नेल्सन मण्डेला हुनुभयो, बाराक ओबामा भए। अहिले संयुक्त राष्ट्र सङ्घले पनि प्रीतिको सिद्धान्तलाई, नीतिको र श्रुतिको सिद्धान्तलाई अवलम्बन गरेर आफ्नो चाहिँ शान्ति प्रस्तावनालाई अगाडि बढाएको छ। अहिले पर्यावरणका विभिन्न विकृतिहरू छन्, प्रदूषणहरू छन्, तिनको न्यूनीकरणका लागि राम राज्यका अवधारणाहरूलाई प्रयोग गरिराखिएको छ। त पहिलो विशेषता थियो राम राज्यको श्रुति आधारित, शास्त्र आधारित। दोस्रो प्रीतिमा आधारित र तेस्रो चाहिँ नीतिमा आधारित, नैतिकता,
चरित्र, विधान, मर्यादा, नैसर्गिक आचरण, जसले जे कर्तव्य स्वधर्म पालन गर्नुपर्ने हो त्यो गरिरह्यो भने शासन चाहिँदैन, बन्दुक चाहिँदैन, गोली चाहिँदैन, जेल चाहिँदैन, प्रहरी चाहिँदैन, इजलास चाहिँदैन, अदालत चाहिँदैन, आचार संहिता चाहिँदैन, चोक चोकमा ट्राफिक र गल्ली गल्लीमा प्रहरीहरूले घुमिरहनु पर्दैन र जिल्लाका मुख्यालयहरूमा न्यायाधीशको इजलास बसिरहनै पर्दैन। जहाँ झगडा छ, द्वन्द्व छ, कलह क्लेश छ, त्यहाँ न बढी शासन जमाउनलाई आवश्यक छ। त खास गरी रामराज्यको अवधारणाले, रामराज्यको इतिहासले हामीलाई के देखाउँछ भने शासन 3 विधि व्यवस्थाले चल्छ। एउटा शासनले, बाध्यताले, डरले, भयले, कि हजुर हामी सडकमा गाडी चलाउँदै, मोटर चलाउँदै गर्दा दुर्घटनाको डरले भन्दा पनि बढी ट्राफिक प्रहरीको भयले नियममा आउँछौँ, त यो शासन हो। अरूले भनेपछि दबावमा, डरले, भयले चल्नेलाई शासन भनिन्छ। दोस्रो रह्यो अनुशासन। अनुशासन अर्थात् केही स्वस्फुरित हुन्छ, स्वप्रकटित हुन्छ, स्व उत्प्रेरित हुन्छ, तर त्यो पूर्णतः इमान्दारितापूर्ण हुँदैन, त्यो अनुशासन हो। र अर्को हुन्छ आत्मानुशासन, जो सम्पूर्ण नियम, चरित्र, आचरण, विधि विधान, संहितालाई स्वयं उत्प्रेरित भएर अनुपालन गरिन्छ, त्यो चाहिँ आत्मानुशासन हो। राम राज्यमा सम्पूर्ण विधि व्यवस्था आत्मानुशासन थियो। शासन शस्त्र र अस्त्र 2 हतियारले चल्छ। राम राज्यमा शस्त्र पनि थियो, अस्त्र पनि थियो, तर गजबको उदाहरण शस्त्र कहिल्यै प्रयोग हुनै परेन। जब रावणवध पश्चात सिंहासनमा बस्नुभयो, हामी भन्दा सिंहासन भन्छौँ, तर राम कहिल्यै सिंहासनमा बस्नु भएन। राम जहिल्यै तपस्याको आसनमा, मर्यादाको आसनमा, प्रेमको आसनमा, प्रीतिको आसनमा, देवत्वको आसनमा बस्नुभयो। राजा भएर औपचारिक सिंहासनमा बसे पनि उहाँको शैली चाहिँ अभिभावकको जस्तो, पिता माताको जस्तो थियो। त शस्त्र र शास्त्रले चल्ने विधि व्यवस्थामा राम राज्यमा शस्त्रको प्रयोग खासै हुँदैन, केवल शास्त्रको प्रयोग हुन्छ। त केही उदाहरणहरू छन्। कति प्रकृति प्रेमी हुनुहुन्थ्यो भगवान श्रीराम, जसले राम राज्यलाई पोषित गरेको थियो र राम राज्यलाई इतिहासमा चिर यौवनका रूपमा राखेको छ। यो धरती रहेसम्म, सृष्टि रहेसम्म राम राज्यको उदाहरण, राम राज्यको दृष्टान्त अवश्य रहि नै रहनेछ। त जब रावण वध गरेर लङ्कामा युद्ध विजय प्राप्त गरिसकेपछि अयोध्या फर्कनुभयो, भगवान श्रीरामको साथमा बाँदरहरू पनि थिए, लोखर्केहरू पनि थिए, जङ्गली अन्य वासीहरू पनि थिए। दरबारमा जब स्वागत भयो, अयोध्या दरबारमा माताहरू र राज्यमा बसेका भ्राता भरतजी सहित सबैले अवभागत गरे, स्वागत गरे। त केवल राजा र राजकुमारहरूलाई र विशिष्ट व्यक्तिहरूलाई मात्रै आसन राखिएको थियो। राम भगवान बस्नु भएन त्यहाँ। जबसम्म आफूसँगै आएको लोखर्के र बाँदरहरूलाई पनि समान लाइनमा, पङ्क्तिमा आसन राखिएन, तबसम्म श्रीराम बस्नु भएन र भन्नुभयो, हाम्रो मर्यादामा, हाम्रो जीवनमा, हाम्रो दृष्टिमा कुनै पनि जनावर या कुनै पनि जङ्गलवासी अर्को जात होइन, त्यो स्वजातीय नै हो। त्यो स्वजातीय नै हो। समान कुर्सीमा, समान आसनमा राखिनुपर्छ भनेर राखियो। र जब उहाँले अश्रुधारा चुहाउँदै, जङ्गलका कष्टहरूलाई विस्मृत गर्दै केही बोल्नका लागि मुख खोल्नुभयो र पहिलो सम्बोधन चाहिँ सबैभन्दा तल्ला वर्गका र पिछडिएका अछुत जातिका भनिनेहरूबाट लोखर्के र बाँदरहरूलाई सम्बोधन गर्दै उहाँले बोल्न सुरु गर्नुभयो। अर्थात् समाजको, देशको, राष्ट्रको या घर परिवारको, दरबारको एउटा इकाइको सबैभन्दा तल्लो सीमामा, तल्लो स्थानको इकाइ व्यक्तिलाई पनि सम्बोधन गर्दै र महत्त्व दिँदै जो अगाडि बढ्छ, त्यो राम राज्य हो। त्यस्ता शासक हुनुहुन्थ्यो भगवान श्रीराम। अर्को एउटा प्रसङ्ग अति सुन्दर आउँछ कि वनवासकै क्रममा नदी जब तर्नुपर्ने भयो, उहाँको पुरानो मित्र जो जङ्गलवासी, आदिवासी अर्थात् अछुत जाति मानिन्थ्यो, निषाद राज गुहु मित्र त हुनुहुन्थ्यो। त दृश्य कस्तो बन्यो भने ऋषि वशिष्ठ र
निषादराज गुह आम्ने सामने हुनुभयो। ऋषि वशिष्ठलाई ब्राह्मण, महान, प्रतिष्ठित सबैले मान्नुपर्ने नै थियो। हामी पनि मान्छौँ। हाम्रो घरमा कोही अतिथि आउनुभयो, कोही विशेष व्यक्ति आउनुभयो या ब्राह्मण आउनुभयो भने हामी अलिकति सम्मान दिन्छौँ। र निषादराज गुह त आफूलाई समाजले तल्लो जातिको मानेको, उहाँलाई मन थियो वशिष्ठ जस्ता महान ऋषिलाई गएर पाउ स्पर्श गरौँ, चरण स्पर्श गरौँ, ढोगौँ, नजिक जाउँ, उहाँलाई छुएर हेरौँ। तर आफूलाई अपहेलित र दलित मान्दै निषादराज चाहिँ परै अडिनु भयो र वशिष्ठले पनि यसले आएर छुइ पो हाल्ला कि भन्ने कता कता सङ्कोचको एउटा शारीरिक भाषा, बडी ल्याङ्ग्वेज देखियो त्यहाँ। यो दृश्य भगवान श्रीरामले हेरिरहनु भएको थियो। गुरु, आफ्नो कुलगुरु श्री वशिष्ठलाई चेलाले, शिष्यले स्वयं साक्षात् परमेश्वर परमात्मा भए पनि सिकाउनु त मिल्दैन, एउटा मर्यादा छ, भन्न मिल्दैन, बिचमा टोकाटोकी गर्न मिल्दैन। त श्रीराम भगवानको अति सुन्दर शिक्षण शैली र आचरण शैली, उहाँले वशिष्ठ निषादराज आम्ने सामने हुनुहुन्छ तर स्पर्श छैन एकअर्कामा। भगवान श्रीराम दौडिँदै गएर वशिष्ठलाई चिनाउनुहुन्छ, निषादराज त मेरो बाल सखा हो, आलिङ्गन गर्नुहुन्छ, स्पर्श गर्नुहुन्छ, निहुरेर उसको पाउ छुउँला झै गर्नुहुन्छ। यो दृश्य देखेर भगवान श्रीरामका आँखा रसाउन थालेपछि श्री वशिष्ठ ऋषि महोदयलाई पनि एक प्रकारको यस्तो प्रेरणा मिल्यो, अवतार भनेको अवतार हो, रामराज्यको एउटा प्रतीक भनेको यस्तै हो। त उहाँले बोलेर त्यो समस्याको समाधान गर्नु भएन, स्वयं आलिङ्गन गरेर एउटा सुन्दर समरसताको उदाहरण प्रस्तुत गर्नुभयो। त यस प्रकारको शासक हुनुहुन्थ्यो भगवान श्रीराम। त आज हामीलाई आजको दिनमा रामराज्य एकदमै आवश्यक छ र महापुरुषहरू, सत्पुरुषहरू, विभिन्न भविष्यद्रष्टाहरू के भन्दै हुनुहुन्छ, अब यो युगको अन्त्य हुँदैछ, हामीले स्पष्ट हुन आवश्यक छ। रामराज्य सद्गुणहरूको शासन र समरसताको सुव्यवस्था भएको शासन। समरसता अर्थात् बराबरी, अभिन्नता, आत्मीयता, परस्परमा कुनै जातीय या कुनै धनी गरिबको विभेद या स्त्री पुरुषको विभेद या अन्य किसिमका उच्च नीचको विभेद जहाँ छैन, त्यो चाहिँ समरसता हो। हामी अहिले विश्व योग दिवस मनाउने सङ्घारमा छौँ। योग दिवस प्रवर्तन गर्दै गर्दा संयुक्त राष्ट्र सङ्घले एउटा वैश्विक उदाहरण, एउटा नारा दियो, योगा फर पिस एन्ड हार्मोनी, अर्थात् समरसता र शान्तिका लागि हो। समरसता र शान्ति कहाँ छ? त्यो त राम राज्यको अभिव्यक्तिमा छ, प्रकटीकरणमा छ, जो 11,000 वर्षसम्म श्रीरामले अभ्यासमा ल्याउनु भयो। 11,000 वर्ष छोटो समय होइन। त रामराज्य भयो भने के हुन्छ त हामी पनि कल्पना गरौँ। कल्पना मात्रै होइन, रामराज्यको अनुभूति र स्वागतका लागि हजुर हामीले तयार हुनुपर्नेछ। विज्ञहरूको भविष्यवाणी अनुसार सन् 2032 पछाडि यसका लक्षणहरू देखिन थालिनेछन् र 2040 सम्ममा, सन् 2040 सम्ममा रामराज्यको या सत्ययुगको या आदियुगको या सद्गुण युगको या शुभ युगको शुभागमन हुँदैछ, जहाँ हामीले कल्पना, हाइपोथेसिस मानेका रामराज्य र सत्ययुगका जुन परिकल्पनाहरू ती सार्थक रूपमा आउँदैछन्। त कस्तो हुन्छ त दैहिक दैविक भौतिक तापा, दैहिक दैविक भौतिक तापा, रामराज नहीं काहु ही व्यापा। जब रामराज्य हुन्छ नि, 3 कष्ट 3 ताप हुँदैन अरे। आदरणीय समुपस्थित व्यक्तित्वहरू, 3 तापहरू हामी ग्रसित छौँ, पीडित छौँ, जलिरहेका छौँ। तापबाट दैहिक दैविक भौतिक तापा, त्रयतापहरू। यसैले सन्ताप, तनाव, टेन्सन, डिप्रेसन, फ्रस्ट्रेसन, एग्रेसन, रिग्रेसन, अब्सेसन, कम्पल्सन, फ्रेगमेन्टेसन, सिजोफ्रेनिया, अचेलका अनेकौँ मनोरोगहरू निम्त्याइरहेको छ। पहिलो त के हो? भौतिक ताप, हामी आफैले उत्पन्न गरेको। प्रकृतिको दोहन गर्यौँ, प्रकृतिले जवाफ दिन्छ, बदला लिन्छ। भौतिक ताप। शरीरको स्वास्थ्य आरोग्यको ख्याल गरेनौँ, नानाविधि जिब्रोको इसारामा, जिब्रोको स्वादका लागि केवल 3.5 अङ्गुलको जिब्रोलाई मान्यता दिँदै 3.5 हातको शरीरको अवहेलना गरेर नानाविधि खानेकुरा खायौँ। यो शरीरले रोग, व्याधि, आदि र व्याधि जन्माउँछ। यी सबै भौतिक तापहरू। र जब त्यो शरीरमा प्रकट भएर आउँछ, त्यसको कष्टको माध्यम चाहिँ त्यो दुःख शरीरमै उब्जिन्छ, त्यो दैहिक बन्छ। र अर्को रह्यो दैविक।
दैविक नानाविधि दुर्घटना छन्, आपदाहरू छन्, विपत्तिहरू छन्, प्राकृतिक प्रकोपहरू छन्, नसोचेको कल्पनै नगरेका आगजनीहरू छन्, भूस्खलनहरू छन्, पहिरोहरू छन्, बाढीहरू छन्। हामी दिन प्रतिदिन र वर्ष प्रतिवर्ष त्यो सामना गरिरहेका छौँ, देखिरहेका छौँ। त्यस्ता तापहरू चाहिँ दैविक तापहरू हुन्। तर राम राज्यमा न त कोही रोगी थिए, रोगले आयु क्षीण भएको उदाहरण 11,000 वर्षको राम राज्यमा छैन। प्राकृतिक प्रकोपले धनको र जनको क्षति भएको उदाहरण राम राज्यमा थिएन। अग्नि पनि र जल पनि आफ्नो नैसर्गिक स्वरूपमा प्रकट भए। केवल क्षुधा निवारणका लागि या प्यास निवारणका लागि पानी भगवान श्रीरामको शासन व्यवस्थामा प्रकट हुनुभयो र अग्नि पनि केवल सेवामा प्रकट हुनुभयो, विनाशमा प्रकट हुनु भएन। किन? त्यो राज्यको सुआचरणको पालनाले ती पञ्चतत्त्वहरूलाई पनि वशीभूत गरेको थियो। हामी जति जति सदाचारमा राम राज्यको अनुशासनमा आउँछौँ, हाम्रा तापहरू घट्दै जान्छन्। त राम राज्य जब प्रकट हुन्छ, यस्ता तापहरू चाहिँ हामीलाई व्याप्त हुँदैन, घट्दैन। वर्तमान परिस्थितिमा राम राज्य आयो भने हामी नागरिकहरू राज्यले पालना गराउन खोजेको नियमहरू हामी स्वतः पालन गर्नेछौँ। हामीमा आस्तिकता आउँदै जान्छ। हामी अरूलाई देखाउन भन्दा पनि, कामना पूर्ति गर्न भन्दा पनि आत्म उत्थान, आत्मकल्याण, मोक्ष प्राप्ति, मुक्तिका लागि हामी मन्दिर या गुरु कहाँ जाने गर्न थाल्छौँ। अहिले त धर्ममा पनि विकृति छ। कबीर महाराज भन्दै हुनुहुन्छ, बड़ा दुर्लभ है ये कलियुग, संत पाना कठिन है। त बाहिर सन्तको आवरण, बाहिर गुरुको आवरण, बाहिर आध्यात्मिक आवरण, आचरणमा काम, क्रोध, द्वेष, आसक्ति, मोह, लम्पडता व्यापक छ। राम राज्यले यो पनि हरण गर्नेछ। अर्को धेरै प्रसङ्ग उठ्ने गर्छ। सीताले अग्नि परीक्षा दिनु परेकै हो त, नारीहरू पीडित हुनु पर्थ्यो। राम राज्यमा नारीहरू पीडित हुनु परेन। तर सीता माताको, भगवती माताको उदाहरण चाहिँ के? वास्तविक वाल्मीकि रामायण होस् या महामुनि तुलसीदास कृत रामचरितमानस होस्, जब वनवासका लागि राम, लक्ष्मण र माता सीता अगाडि बढ्नुभयो, त एउटा छदमा हरिण बनेर चाहिँ रावणले कसैलाई पठाए। त माता सीता त्यहाँ आकर्षित हुनुभयो, लोभिनु भयो र आफ्नो पति भगवानलाई त्यो हरिण प्राप्त गर्नका लागि, हरिण दिलाइदिनका लागि अनुरोध गर्नुभयो। राम पनि जानुभयो। तर भगवान श्रीराम त्रिकालदर्शी त्रिलोकपति हुनुहुन्छ, जो साक्षात श्रीहरि भगवान नारायणका अवतार हुनुहुन्छ। उहाँलाई त भूत भविष्य ज्ञान त सम्पूर्ण छँदैछ। त उहाँले लक्ष्मण रेखा पनि बनाइदिनु भयो, अर्थात् लक्ष्मणले लक्ष्मण रेखा बनाउनु भयो। रामले चाहिँ अति गोप्य रूपमा के गर्नु भएको थियो भने श्री अग्नि भगवानलाई सीताको जिम्मा लगाउनु भएको थियो। म एक्लै छोडेर जाँदैछु सीतालाई, हे अग्नि भगवान, जबसम्म मैले वापस माग्दिनँ यो अग्निको घेरा म सीताको वरिपरि लगाइदिन्छु भनेर भगवान श्रीरामले अग्निलाई तत्काल त्वरित आह्वान गरेर सीतालाई अग्निमा बाँध्नु भएको थियो। जब अपहरण पश्चात, लामो युद्ध पश्चात सीता विजय, रावण वध भयो, सीतालाई प्राप्त गरेर आलिङ्गन गर्नु अगाडि, स्पर्श गर्नु अगाडि, पुनः स्वीकार गर्नु अगाडि अग्निलाई जिम्मा लगाएको सीता अहिले त कसको जिम्मामा हुनुहुन्छ? सीता। त्यही भएर त त्यति कु स्वभावले, त्यति दुर्मतिले भरिएको रावणले एकपटक पनि सीताको स्पर्श गरेन। कारण थियो अग्निको आभा मण्डल, अग्निको सुरक्षामा माता सीता, भगवती सीता हुनुहुन्थ्यो। त विजय सीतालाई पुनः अपहरणबाट पुनः प्राप्ति गरिसकेपछि त सीतालाई स्वीकार गर्नु अगाडि अग्निसँग क्षमा मागेर अग्निको चौघेराबाट सीतालाई त वापस लिनु थियो नि। त्यस बेला अग्निको आह्वान गरेर सीता, अग्निलाई पनि सीताको सुरक्षाबाट मुक्त गराउनु भयो र सीता मातालाई पनि वापस ल्याउनलाई अग्नि आह्वान गरिएको थियो। त्यो चाहिँ अग्नि परीक्षा हो। तर अहिले के छ भने हामी थोरै सिन्छौँ र लामो व्याख्या गर्छौँ। आधिकारिक ग्रन्थमा जाँदैनौँ, प्रामाणिक ग्रन्थमा जाँदैनौँ, प्रामाणिक अध्ययन गर्दैनौँ, अनि कथा कथानक र विभिन्न सामान्य प्रसङ्गहरूमा जान्छौँ। भगवान श्रीरामको जीवनमा
कतै कुनै कलङ्क छैन, कतै कुनै दाग छैन। माता सीता सर्वेश्वरी जो जनक वल्लभा हुनुहुन्छ, कतै कुनै विभेद छैन। यदि सर्वनिष्पक्ष, सर्व विशुद्ध, सर्व पावन ग्रन्थ छ भने त्यो रामायण हो। त रामायण नै आउने राम राज्यको पुनः संविधान बन्न सक्छ। हामी यो श्रीराम मन्दिरको प्राङ्गणमा बसेर आउनुहोस्, सुखद अनुभूति गरौँ, भित्रको आनन्दमा रमौँ। पुनः राम राज्य आउनेछ र हजुर हामी नै ती राम राज्यका नागरिक हुनेछौँ। त्यसको स्वागतका लागि तयार बनौँ र राम राज्यको यो पावन सन्ध्यामा यहाँहरू सबैलाई पुनः जय श्री राम। आज हामीले श्री रामचन्द्र मन्दिरमा बसेर राम राज्यबारे चर्चा गरौँ। हजुरलाई राम राज्य कस्तो लाग्यो? प्रतिक्रिया दिनुहोला। यति भन्दै म कार्यक्रमबाट बिदा माग्दछु। जाँदा जाँदै प्राध्यापक शिवगोपाल रिसालले लेख्नुभएको राम राज्य सम्बन्धी कविताको यो अंश। तेरो मेरो छँदै छैन, पक्षपात न स्वार्थ छ, सेवा धर्म सदाचार समता र परमार्थ छ, सेवा धर्म सदाचार समता र परमार्थ छ। धन्यवाद। सर्वे भवन्तु सुखिनः, सर्वे